हेलो सबैजनालाई नमस्कार है साथीहरु। यो चाहिँ हाम्रो बौद्धबाट 1.5 किलोमिटरको फरकमा छ है यो, जसको नाम चाहिँ लभ डाँडा है। नामै काफी छ। हजुरहरु आइपुग्नु भएको छैन भने नि आउनु होला है, यसो फुर्सद मिलाएर हेर्नु होला। यहाँनेर चाहिँ मज्जाले खुल्ला चौरीहरु छ, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ हजुरहरुले स्कुटर, बाइक, गाडीहरु सिक्ने ठाउँ क्या, प्रशस्तै मात्रामा पाउनु हुने रहेछ। अनि यो हेर्नुस् त वरिपरि कस्तो राम्रोसँगले। अनि हेर्नु, सबैभन्दा मेन कुरा त यो चौरी भन्दा पनि यो अरु सबै कुरा भन्दा यो डाँडा काँडा के हेर्नु न, काठमाडौँबाट यति नजिकै क्या, बौद्धबाट यति नजिकै यस्तो मजाको डाँडा काँडा देख्न पाउनुहुन्छ क्या हजुरहरुले। हेर्नु न, त्यहाँनिर चटपटे पानीपुरी बेच्ने पसलहरु पनि सानो सानो के डाँडा डाँडामै छ है, ठाउँ ठाउँमै छ। मज्जासँगले हजुरहरुले आएर यसो रमाइलो गर्न सक्नुहुन्छ। अलिकति फरक ठाउँ जस्तो गाडी बाइकहरुको घुइँचो, मान्छेहरुको घुइँचोदेखि अलिकति पर आएर हेर्न सक्नुहुन्छ। ढुक्कसँगले है हेर्ने ठाउँ है यो चाहिँ। हजुरहरुलाई कस्तो लाग्छ राम्रोसँग हेर्नु होला ल। अनि हजुरहरुले यसो फुर्सद पाउनु भयो भने आएर पनि हेर्न सक्नुहुन्छ ल। नजिकै हो के यो एकदमै, हाम्रो बौद्धबाट त एकदमै नजिकै। नाम पनि लभ डाँडा अरे। हेर्नु है, प्राय सबै जोडीहरु आउनु हुँदो रहेछ। हेर्नु वरिपरि सबैतिर प्राय जोडीहरु हुनुहुन्छ। अनि हजुरको यहाँ चाहिँ शनिबार धेरै भिड हुन्छ अरे हैन, अरु बार भन्दा शनिबार चाहिँ एकदमै भिड हुने। अरु बार चाहिँ त्यति धेरै खासै मान्छे हुँदैन। यहाँनिर गाडीहरु सिक्ने, बाइकहरु सिक्ने मात्र हुन्छन् अरे। अनि यो डाँडामा चाहिँ त्यति खासै मान्छे हुँदैनन् अरे। अहिले चाहिँ अब शनिबारको दिन, छुट्टीको दिन भएर होला, यो डाँडामा प्राय सबैतिर मान्छे नै मान्छे छन्। माथि माथि पर पर जति पनि आँखाले देखिन्छ सबै मान्छेहरु हुनुहुन्छ। अनि यहाँ चाहिँ हजुरको चटपटे पानीपुरी बेच्ने ठाउँहरु पनि प्रशस्तै छ। हजुरहरुलाई पनि यसो डाँडा काँडा हेर्न मन लाग्छ भनेदेखि चाहिँ आएर हेर्न सक्नुहुन्छ ल। एकदमै नजिकै, काठमाडौँ बौद्धबाट चाहिँ 1.5 किलोमिटरको ओरतिरपट्टि छ है। हजुरहरुले यसो हेर्नु होला, आएर रमाइलो गर्नु होला। यहाँको हावापानी कस्तो रहेछ हेर्न सक्नुहुन्छ। शीतल क्या, गर्मीमा हावा मजाले लाग्ने ठाउँ अलिकति डाँडामा हैन। हजुरहरु एकचोटि आउनु होला है साथीहरु, नजिकै हुनुहुन्छ भने आएर यसो हावा खाएर भए पनि जानु होला। पानीपुरी चटपटे भए पनि खाएर जानु होला। यो ठाउँमा कति रमाइलो ठाउँ छ है। अलिकति फरक ठाउँ हेर्नको लागि नजिकै है, फेरि धेरै टाढो पनि हैन नि त। बौद्धबाट त एकदमै नजिक छ ल। नामै काफी छ है साथीहरु, हेर्नु होला त, नामै काफी छ है। नाम एकदम हेर्नु होला। लभ डाँडा हेर्नु है, नामै काफी छ लभ डाँडा। ओके, भिडियो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। सबैजना साथीहरुलाई नमस्कार, वेलकम।